के को 5 स्टार को बारेमा 5 स्टार तपाईको बोल्ने तरिका के हो? यही हो तरिका हजुरलाई के हो तपाईको तरिका? के हो तपाईको बोल्ने तरिका? सर अर्को मेरो प्रश्न के छ भने नि यो देश भ्रष्ट भएको कारण भ्रष्टाचारले नम्बर 1 भ्रष्टाचार नेपालमा त भ्रष्टाचार भयो होइन विदेशीसँग पनि अरबौं खरबौं नेताहरूले पैसा लिएर अब अस्तिको आन्दोलनमा शेरबहादुरको घरमा अरबौं पैसा दियो भने केपीको प्रचण्डको अरू नेताको घरमा कति पैसा दियो होला होइन एउटा इन्सपेक्टरदेखि एसपी डेसपी र सरकारी निकायमा कति पैसा दियो होला जेनरल कर्नलहरू कति पैसा दियो होला छात्र प्रदेशको मुख्यमन्त्रीसँग कति पैसा दियो होला मेयरहरूसँग कति पैसा दियो होला के अरे वडावासीसँग कति पैसा दियो होला यो भ्रष्टाचार गर्नेहरूलाई कारवाही गर्ने कि नगर्ने यिनीहरूलाई यसो पनि भ्रष्टाचार गर्ने हो नि त हैन दाइको डेफिनेटली है त्यो कारणले गर्दा तपाईहरु काम गर्नु होला सबै जनताले आश गरेको छ हैन यो जुन परिवर्तन भएको छ त्यसमा हो आश गरेको छ तपाईले शुभकामना छ होला छैन हामी साथ दिनु हैन ज्यान पनि दिन तयार छौं धन्यवाद लागि जनताको लागि तपाईले विरोध गर्नु होला धेरै आशा छ जनताले धेरै आशा गरेको छ अहिलेको सिचुएसनले अहिलेको थ्यांक यू सो मच जनताले धेरै आशा गरेको छ जनताले हस् धन्यवाद विद्यार्थी अहिले क्वेशन गर्नु मेरो जवाब चाहियो क्या होइन मेरो जवाब चाहियो अनि अरू कुरा त यो 5 स्टारमा जसरी यो पत्रकार सम्मेलन गर्नुभएको छ नि यो जनताको पैसा हो कि तपाईँहरूको हामी जनताहरू भोकै छ तिहार आइसक्यो होइन चाडपर्व आइसक्यो मान्छेहरू त्यो होइन अहिले त्यो जेन्जीको जति पनि जेन्जीमा जति युद्ध गर्दै घाइतेहरू भएको छ पीडितहरू भएको छ होइन जति मरेको छ तिनीहरूको घरमा अहिले बिहान छ एउटा आशिका दाइ सुन्नुस् दाइ क्वेसन एउटा क्वेसन एउटा सोध्नुस् म अहिले जवाब दिन्छु भन्नुस् के को 5 स्टार को बारेमा 5 स्टार पाइयो तर छिटो भन्नु सबैले सोधिरहेको छ है भन्नुस् हैन एकैछिन उहाँको म भनिदिइहाल्छु यो 5 स्टारमा चाहिँ कसरी भयो भन्दाखेरि उहाँहरूले हामीलाई सहयोग गर्न सोध्नुस् हामीले सब ठाउँमा बुझ्न खोज्यौं पाइएन उहाँहरूले हामीलाई फ्रीमा गराउनु भयो त्यति हो उनी धेरै पार्टीको अवसर प्रधान न्यायाधीश हुन धेरै पार्टी फेरेर आएकी मान्छे राजनीतिक बाहिर नल्याउने भनियो अर्को अहिलेको गृह मन्त्री ओम प्रकाश अर्याल जो भाइहरूसँग पटक वार्तामा अथवा सम्पर्कमा हुनुहुन्छ होला जो सुगम गुरुङमा बताउनु उहाँ काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको प्रेस सल्लाहकार कानुनी सल्लाहकार हुँदा उहाँले काठमाडौँको व्यवसायीहरूलाई सानो विद्यालय कलेज व्यवसायलाई ठुलो मुद्दा हालेर अथवा मुद्दाको धम्की दिएर करप्सन गरेको करप्टेड मान्छे हो उहाँले एउटा फाइल खोल्न 20,000 रुपियाँसम्म पैसा मागेको धेरै व्यवसायीले अहिले गुनासो गर्दा हामी सञ्चार क्षेत्र अब मैले अघि फाइल भ्रष्टाचारको फाइल खोल्ने भन्दा भ्रष्टाचारको फाइल अहिलेको सरकार जस्तो सुशीला कार्कीको ओम प्रकाश अर्यालको कुलमान घिसिङको लगायत जो सरकारमा भएका छन् अथवा योभन्दा अघिल्लो सरकारको प्रधानमन्त्री केपी ओलीको रमेश लेखकको यो सरकारकोबाट सुरु गर्यो भने के होला एउटा प्रश्न यहाँबाट जाँदा अब अहिले भाइले वैदेशिक रोजगारीमा भएको नेपालीहरू भनेको म यस क्षेत्रमा कलम चलाएको 8-10 वर्ष भइसक्यो वैदेशिक रोजगारीमा गएका मान्छेको रेमिटेन्स मात्रै हैन तिनीहरूको सिपको यति दुरुपयोग भएको छ जुन राज्यमा सबैभन्दा ठुलो तिनीहरूको सिप फर्काउनको लागि योजना चाहिन्छ त्यो योजना भनेको पैसा हो मलाई भर्खरै मात्रै गाउँ जाँदाखेरि मैले अलिकति टाइमले मेरो गाउँको मान्छेले गाउँ फर्कियो भने तर म गाउँ फर्किन्न किन म गाउँ फर्किन भने म बोल्न मात्रै फर्किने हो म सञ्चारकर्मी हो तर म भन्दा अग्रजहरू जो पैसा छ लगानी गर्न सक्छन् क्षमता छ एउटा 10 करोड भएको मान्छे 20 जना पठाइयो भने 2 अर्ब भित्रिन्छ त्यो पोलिसी ल्याउनु पर्छ वैदेशिक रोजगारीमा भएको मान्छे त त्यो पोलिसी छ त्यो नियम छ मैले तेस्रो कुरा सोधेँ हाम्रो देशको संरचना कहाँ छ र कसरी छ अहिलेको करप्टेड भनेको चाहिँ पोलिटिकल पार्टी मात्रै हैन यहाँ ऋषि धवलाजी हुनुहुन्छ उहाँ 2000 कति सालदेखि पत्रकारिता गरेर आउनुभएको उहाँलाई पनि करप्टेड भन्छन् अहिले जेएनजीको आन्दोलनमा उहाँ तपाईहरुसँग जसरी जोडिनु भएको छ हरेक पार्टीसँग त्यो हुनुहुन्छ उहाँलाई पार्टीका मान्छेले गएर भन्नुभयो भने करप्टेड हो अब यसको जवाब उहाँसँग अहिले माग्नु होला अब मैले भने ब्युरोक्रेसीको 2022 जना मान्छे भ्रष्टाचारमा सचिव लेभलको मान्छे छन् हैन मैले एकै मिनेट टाइम ती मान्छेबाट सुरु गर्ने कि छानबिन गर्न 2047 साल पछाडिको फाइलबाट जाने भनेको 2047 साल पछाडिका फाइलहरु
62-63 सालको जनआन्दोलनको अवसरमै सबै जलाइसकेको छ। जसले फाइल छ भन्नु भने पनि त्यो भ्रममा नलाग्नु होला। अब तेस्रो कुरा भने पार्टी ल्याउनलाई सहरबाट ल्याउने कि गाउँबाट ल्याउने? हाम्रो टार्गेट अबको युवा पुस्ताको टार्गेट के हुनुपर्छ भने सहरमा काम गर्ने, गाउँमा बस्ने, गाउँलाई सुन्दर बनाउने, सहरलाई खुल्ले ठाउँ बनाउने। त्यसको लागि द्रुत मार्ग फास्ट ट्र्याकको नीति कहाँ छ र त्यो फास्ट ट्र्याक नीति ल्याउनलाई भाइहरूले के अध्ययन गरेको? पहिलो कुरो आन्दोलन भयो, आन्दोलनमा मान्छे गुमे, त्यो मरे, तर तिनीहरूको रगतमा पौडी खेल्न पाइँदैन भनेर अहिलेको सरकारको जो मान्छे छन्, जो नेता छन्, जो मन्त्री छन्, तिनीहरूमाथि दबाब दिनुपर्छ। मैले अन्तिममा एउटा प्रश्न, एकै मिनट, अन्तिममा एउटा प्रश्न गरेँ। जेनजी तपाईहरु कुन तहको जेनजी हो, कुन नम्बरको जेनजी हो र कुन नम्बर कहाँबाट चलाइएको जेनजी हो? अब अर्को लास्ट प्रश्न भने तपाईहरुले कुन डलरबाट चलाएको जेनजी हो? त्यति मात्रै भनिदिनु होला।